दर्शकबिन चुनाव अघि अन्तिम पटक झापा पुगेका बालेन्द्र शाहलाई भव्य स्वागत भएको छ। यो झापाको सुरुङ्गाको दृश्य हो। दर्शकबिन यति बेला हेर्न सक्नुहुन्छ हजारौंको संख्याले बालेन्द्र शाह घेरिएका छन्। उनको फोटो खिचिरहेको दृश्य देखाइरहेका छन्। घरको छतहरूबाट उनलाई हेर्नेको घुइँचो छ। यति बेला सबैलाई अभिवादन नमस्ते फर्काएर अभिवादन गर्दैछन्। झापामा बालेन्द्र शाहको क्रेज अझै पनि उस्तै रहेको प्रमाण हो यो। दर्शकवृन्द नयाँ नेतृत्वमा गइन्छ, नयाँ नेतृत्वमा विश्वास गरिन्छ, घन्टीमा भोट हालिन्छ। त्यसकारणले जो मिलेर आउने हो पर्सि 20 गतेसम्म मिलेर आउनुहोस्, सबै मिलेर आउनुहोस्, केही छैन, स्वागत गर्छ। तर भोट चाहिँ नेपाली जनताले घन्टीमा हाल्छन्। परिवर्तनको पक्षमा नेपाली जनता छन्। अब हामीले 30-35 वर्ष नेकपा एमाले हेऱ्यौँ, माओवादी हेऱ्यौँ, काङ्ग्रेस हेऱ्यौँ। दक्षिण एसियाको 1 नम्बरमा लाने भन्ने प्रचण्डदेखि घर घरमा ग्यासका पाइप पुर्याउने, रेल ल्याइदिने सपना बुनेका केपी ओलीसम्म हामीले देखिसकेका छौँ, हामीले चिनिसकेका छौँ। कसले पुरानो भाषा सिर्जना गर्दैछ, कसले चाहिँ यो देशलाई खोक्रो बनाउँदैछ। अबको पुस्तालाई चाहिँ केही गर्नुहुन्छ भन्ने चाहिँ हामीहरूको मनमा छ। अहिले म यहाँ केही समयको लागि छुट्टीमा आएको छु। म चाहिँ अहिले बाहिर नै कार्यरत छु, युरोपमा, पोल्यान्डमा बस्छु हजुर। अनि उहाँबाट चाहिँ म छुट्टीमा आएको छु। 2 महिनाको छुट्टी आएको, अझ 1 महिना चाहिँ अब निर्वाचन सकाएर जानुहुन्छ, सकाएर जाने भनेर म चाहिँ बसेको छु। भोटर कार्ड सेक्सन छ, भोटर कार्ड छ, भोट हालेर मात्र फर्किनुहुन्छ। भोट हालेर फर्किनु। युवा पुस्ताले हेरेको एउटा परिवर्तन हो, चाहेको पनि परिवर्तनै हो। परिवर्तन आउनुपर्छ होइन। अब पनि परिवर्तन आएन भने अहिले हामी युवा पुस्ताले बुझेअनुसार देशमा खरबौँ ऋण छ होइन। यो ऋण सकेर केही विकास भनेको यो बाटोघाटो भन्ने विकास होइन क्या। विकास भनेको मान्छेको जीवन स्तर सुध्रिनु पर्यो हो नि। अहिले दुनियाँ नदी नाला यो जति छ सबै बेचेर खडेरी छ। जस्तै पालो पर्खिनु पर्छ। पहिले हामी यी बस्यौँ, हाम्रो बाउबाजेले 5-6 बिघा खेत गर्दाखेरि खलल पानी जान्थ्यो, जतिखेर पनि पानी बगिरहेको थियो। अहिले सिँचाइमा अहिले त्यो अवस्था छैन पक्कै पनि। भनेपछि अबको अवस्था भनेको पहिले मान्छेको जीवनस्तर सुधार हुनु पर्यो। अहिले नबुझ्नेले के भन्छन् भने विकास भनेको चाहिँ एउटा बाटोघाटो बन्ने, यो मात्रै भिउटाहरू बन्ने, अनि यहाँनिर एउटा बस्ने ठाउँ बन्नु पर्यो, चौतारा बन्नु पर्यो, या हरेक कुरा बन्नु पर्यो। त्यो होइन। त्यो भनेको जति राज्यको चाहिँ ढुकुटीबाट आउने विकासमा लाग्छ, त्यसमा अब भ्रष्टाचार पनि